समाज चाहिँ कसरी हुन्छ भने विकसित हुन्छ भने सुरुमा चाहिँ समाजमा के हुन्छ भने एक किसिमको मान्छेहरूले चाहिँ खेतीपाती गर्छ अनि अर्को किसिमकोले एक किसिमले खेतीपाती अर्कोले व्यापार बिजनेस त्यस्तै हो। अनि अर्को भनेको चाहिँ फेरि उद्योगपति हो। अब गाउँतिर हुँदाखेरि चाहिँ अब खासै व्यापार पनि चल्दैन, मान्छेहरू कम हुन्छ, त्यही भएर धेरै मान्छे गाउँको मान्छेहरूले चाहिँ खेतीपाती नै गर्छन्। यसो अन्न रोपो अनि भेडा बाख्रा पालो त्यसरी नै तिनीहरूले चाहिँ गुजारा गरिरहेका हुन्छन्। अनि अलिक सहरतिर चाहिँ के हुन्छ भने मान्छेहरू व्यापार गर्छन्, दोकानहरू खोल्छन्, विभिन्न किराना कपडा होटेलहरू चलाइरहेका हुन्छन्। अनि त्यो पछाडि चाहिँ अनि अर्को किसिमले चाहिँ के गर्छ भने उद्योग खोल्छन्। उद्योग भनेको ठुल्ठुलो इन्डस्ट्रीहरू उद्योग खोलेर चाहिँ सामानहरू बनाएर चाहिँ बेच्छन्। जस्तै नेपालमा एकदम फेमस भनेको चाहिँ नेपाली कार्पेट हो। नेपाली कार्पेट चाहिँ उहिलेदेखिकै हो क्या, यो लगभग किराँतकालदेखि नै थियो अरे नेपालमा चाहिँ यो कार्पेट इन्डस्ट्री भन्ने। कार्पेट एकदम फेमस थियो अरे नेपाल कार्पेट। अझै पनि कार्पेट छ, तर अब जस्तै अब सहरतिर चाहिँ के हुन्छ भने स्किल मेन पावरहरू कन्सन्ट्रेट भएको हुन्छ क्या। अब सबैतिरबाट स्किल मेन पावर आएको हुन्छ, त्यही भएर चाहिँ नि तिनीहरूले त कपडा बुन्नेहरू पनि गाउँतिर पाइँदैन। अब कसैलाई आउँछ तर धेर जस्तोलाई आउँदैन, नआएको हुनाले अनि सहरतिरै हुन्छ त्यस्तो ठुल्ठुलो कम्पनीहरू, कार्पेट बनाउनेहरू त्यस्तो हुन्छ, उद्योग भन्छ। अनि पेपर पनि बनाउँछन्, जस्तै यता गोकर्ण साइडतिर धेरै देखिन्छ त्यस्तो पेपर बनाउने गर्ने। अनि अब मेन कुरा भनेको त अब सबलाई खानु चाहियो। कृषि खेती भनेको अब कृषि खेती भनेको के हो भन्दाखेरि गरिराख्नुपर्छ, अनि गाउँहरूमा पनि गर्छ, सहरमा पनि हुन्छ। विभिन्न किसिमको च्याउ खेती भयो, कुखुरा पालन भयो, बाख्रा पालन, पशुपालन, कुखुरा फार्महरूदेखि लिएर सुँगुर फार्महरू त्यस्तै हुन्छ। भेडा फार्महरू, बाख्रा फार्म, गाई भैँसी फार्म, माछा पालन त्यस्तै हुन्छ खेतीहरूको। अब खेती गर्ने, तरकारी खेती गर्ने, धान खेती गर्ने, कोदो चामलहरू, त्यो पछाडि चाहिँ अनि अब त्यो त भइहाल्यो। एकजनाले खेती गर्यो, अर्कोले व्यापार गर्छ, अर्कोले उद्योग खोल्छ। अनि अब धनी मान्छेहरूले चाहिँ के गर्छ भने इन्भेस्ट गर्छ क्या तिनीहरूले। अब समाजमा त हामी देखेको, कोही धनी हुन्छ, कोही गरिब हुन्छ। धनी मान्छेहरूले चाहिँ के गर्छ भने इन्भेस्ट गर्छ, लगानी गर्छ। जस्तै सुन चाँदीमा भयो, सुन चाँदी किन्यो, राख्यो, बढ्छ, आफै काम गरिराख्छ। अनि जस्तै सहरतिर, गाउँतिर त हुँदैन। सहरतिर चाहिँ अब घर बनाएर भाडामा लाउने, रेन्टमा लाउने, त्यहाँबाट पनि पैसा प्यासिभ इन्कम आइरहेको हुन्छ। अनि स्टकहरू किनिरहेको हुन्छ। अनि जग्गा जमिन पनि अब खेतीपाती भन्दाखेरि व्यापारको लागि भनेर किनिरहेको हुन्छ क्या तिनीहरूले चाहिँ। अब खेतीपाती गर्नु त सक्दैन, तर अब धेरै लेबर चाहिन्छ खेतीपातीलाई। अब त्यही भएर अनि तिनीहरूले चाहिँ जग्गा किनिराख्यो, जग्गाको भाउ बढ्छ, अनि बेच्ने, त्यस्तो व्यापार मात्र गरिरहेको हुन्छ। त्यही भएर अब
मैले बच्चादेखि सिक्दै आउँदाखेरि चाहिँ अब धेरै मान्छेहरू खेती किसानी गर्थे। गाउँतिर थिएँ म जन्मेको, बाक्सिलामा, खोटाङ बाक्सिलामा जन्मेको म। अनि त्यहाँनिर चाहिँ धेरै मान्छेहरूले खेती गर्थे। अब जग्गा जमिन इनफ हुन्थ्यो, अनि त्यही जग्गा जमिनमा खेतीपाती गऱ्यो अनि जीविका चलाउँथे। अनि अरूले चाहिँ व्यापार बिजनेस गर्ने, अनि अरू व्यापार बिजनेस गर्ने अलिक गाउँ सहरतिर चाहिँ दोकान, होटेल, किरानादेखि लिएर हार्डवेयर, कपडाहरूको, भाँडाकुँडाको सबको दोकान हुन्थ्यो। हाट बजार लाग्ने त्यस्तो हुन्थ्यो। अब अनि त्योभन्दा ठुल्ठुलो सहर जस्तै अब बाक्सिला भयो, अनि दिक्तेल बजारहरू, तिनीहरूमा चाहिँ त्यस्तै हुन्थ्यो मान्छेहरू धेरै। अब व्यापार गर्ने मान्छेहरू, कोही खेतीपाती, कोही व्यापार गर्ने। अनि कोही कोही चाहिँ अब काठमाडौँमा आएर चाहिँ के देखियो भने अब मान्छे धेरै जस्तो व्यापार पनि गर्ने, खेती पनि गर्ने, अनि उद्योग पनि खोल्ने थियो क्या। अनि त्यो पछाडि मान्छेहरू के पनि गर्थ्यो भने घर बनाउने, घर भाडामा लाउने, जग्गाहरू लिजमा लाउने। अनि अब काठमाडौँको भाउ त जग्गा बढेर सब मान्छेले बेचिसके, घर पनि घरै घर भइसक्यो। त्यही भएर अब खेतीपातीबाट कहाँ त्यति पैसा आउँछ र। अब सब व्यापारतिर लाए मान्छेहरूले। त्यस्तो हुँदो रहेछ। अनि अब हामीले देखेको समाजमा चाहिँ के छ भने व्यापारी पनि हुन्छ, कृषक पनि हुन्छ, अनि उद्योगपति पनि हुन्छ, अनि अरू काम गर्ने पनि हुन्छन् मान्छेहरू। उद्योगपतिहरूले चाहिँ धेरै जसो अब व्यापारी र उद्योगपतिहरू अब धनी कृषकहरूले त मान्छे लाएरै काम गराउँछन्, त्यस्तो हुन्छ। हजुर।